हेलो गाइस, फेरि पनि तपाईँलाई स्वागत छ है। यो म चाहिँ आज फोच्चरे डेको दिन चाहिँ यसो दाउरा पनि खोज्दै जङ्गल आएको थिएँ र खोज्दा खोज्दै कुरिलो पनि भेटेँ है। कुरिलोको बोट चाहिँ निकै रहेछ, तर अब यसको मुन्टा खोज्नु चाहिँ त्यति मुस्किल पर्छ होइन गाइस। म चाहिँ आज पनि त्यही खोज्दैछु है। यस्तो जग्गातिर हुन्छ हेर्नुहोस् त, भिर यस्तो भिरतिर है। अब यहाँ पनि मैले अर्को बोट पनि देखेको छु, तर अब टुसा भेट्छ भेट्दैन, खोज्दैछु अझै है। फेरि पनि तपाईँलाई स्वागत छ। मैले चाहिँ बल्ल बल्ल यति पाएँ है। कतिवटा छ, 8वटा जस्तो छ, 7-8वटा अझै खोज्नुपर्छ है। तर पहिला चाहिँ अब आफ्नो के काममा आएको त्यो गर्नु पनि पर्छ है। यो खोज्दा खोज्दै रात पऱ्यो भने फेरि साह्रो चाहिँ कम्ती मात्रामा चाहिँ यहाँ बोट पाउनु सक्छ, किनभने हाम्रो गाउँमा चाहिँ योलाई चाहिँ गाईको दुध बढाउनुको लागि चाहिँ बिहाको गाईहरूलाई दिने गर्छ नि त। अब यहाँको त सबै उयो गरिसकेँ, 10-12वटा बोटमा 7-8वटा भएको छु, आधीबाट पाइनँ है। अब 2-3वटा चाहिँ मैले मसिनो टुसा देखेँ, त्यो चाहिँ अलिक बडो छ भने छोडिदिइरहेको छु। अब अरू जग्गामा नि हेर्नेछौँ, यहाँ दाउरा काटिसकेर बारी पुऱ्याएर अरू जग्गामा खोज्छु है। अब निकै पाइँदा राम्रो हुन्छ है। यति चाहिँ पाएको छु। किप वाचिङ गाइस। हेलो गाइस, मैले यति कुरिलो पाएँ, फेरि अझै थापेको छु 2-3वटा है। दाउरा खोज्दा खोज्दै पाएँ है। दाउरा पनि हेर्नु सक्नुहुन्छ, अगाडि चाहिँ अलिक मसिनो लगाएको छु, बिचमा ठुल्ठुलो छ है, पछाडि पनि मसिनो मसिनै ठिकैको छ। अब चाहिँ दाउरा चाहिँ भारी पुगेको, माथि अलिक सिटान दिएको छु, त्यो नि खतखुत बनाएर लान्छु है। अन्त अब माथि माथि कुरिलोको बोट निकै छ, अब त्यहाँ नि कुरिलो भेट्छ भेट्दैन है। म चाहिँ यति भेटेँ, अब अझै माथि गएर हेर्छु है। अब जाने बाटो झोडी बाटो। गाइस अब म चाहिँ यहाँनिर बिसाउँछु है दाउरा यस्तो राखेर। यहाँ त ढल्छ होला, अलिक तल लगेर राख्छु।
उल्टे भयो नि गाइस, यो भारी हेर्नुहोस् न, यही प्रब्लम हुन्छ होइन गाइस। अब यसलाई चाहिँ सिधा बनाउनु पर्छ, गुरिलो छ है। यसरी राखेँ सिधा। मैले बिस्तारै हाँसी निकाल्दैछु, लड्दैन होला लड्नु त। अब चाहिँ कुरिलो खोज्नु जानुपर्छ। यहाँ चाहिँ बादल पुरा लाग्छ। डोकोमा त्यस्तोमा सिउरिने आउँछु, साह्रो पर्दैन नि त। गाइस अब चाहिँ घरतर्फ लागेको। आजलाई भिडियो यति नै छ होइन गाइस। तपाईँहरू मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस्, लाइक कमेन्ट सेयर गरिदिनुहोस्। अन्त फेसबुक पेजमा पनि तपाईँहरू नयाँ हुनुहुन्छ भने फलो गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् अनि सेयर गरिदिनुहोस् है। तपाईँहरूको सपोर्ट चाहिएको छ मलाई पनि है। तपाईँहरूको सपोर्टले गर्दा म अहिलेसम्म यहाँसम्म आइपुगेको छु। अझै धेरैभन्दा धेरै माया गरिदिनुहोस्, त्यति नै भन्दै आजको यो भिडियोलाई यही राख्न चाहन्छु। बाई बाई गाइस।